अहिले हामी करेसाबारीमा छौँ गाइज। यो कागतीको बिरुवा हो यही सालमा। अब यो बुट्टाले धान सक्छ सक्दैन थाहा भएन है, राम्रैसँग फैलिरहेको छ ठाउँमा चाहिँ। हेर्नुहोस् यस पटकको कागतीले राम्रै भाउ पाउला भन्ने आश छ। अनि ल यहाँ त हाँगो भाँचेछ त, यो धानै नसकेर हो कि कस्तो? धानै नसकेर त होला है अस्तिको हावाले। ल हेर्नुहोस् अब हल्का करेसाबारीमा आँप पनि लगाउनु पऱ्यो भनेर लागि छ। आँप पनि ठिकठाकै छ अहिलेसम्म त होइन, आँप पनि ठिकै फलेछ। अनि सानो सानो आँप पनि लगाइएको थियो उतातिर। अनि यो ल हेर्नुहोस् फर्सी फर्सी यो जेठको महिना फर्सी छ, फर्सी खाइ नखाइ भइरहन्छ। कति खाने फर्सी फर्सी पनि है गाईहरू। ल हेर्नुहोस् है फर्सी फर्सी हेर्नुहोस्, यो फर्सी हो। ल खानु छ भने अब आउनु होला फर्सी हेर्नुहोस्। अब टमाटर त सिजन गइसक्यो है। हेलो गाइज, ओके बाई बाई।